पटक्कै त्यो सुनेर कानबाट सुनेर हृदयमा राखेपछि सबै काम ती वचन र गवाहीले गरिसकेको हुन्छ। अनि महिमामा हामीहरू जति उत्साहित हुँदै जान्छौँ, महिमामा जति उत्साहित हुँदै जान्छौँ, त्यसले यो उत्साहित नहोस्, यो राम्रो भएर नहिँडोस्, यसले दुःख पाओस्, यसले कष्ट पाओस्, यसको विश्वास धमिल्याइदिन पाएदेखि मैले पनि काम गर्ने थिएँ, मेरो पनि राज्य बढ्थ्यो, मेरो पनि केही न केही त हुन्थ्यो भनेर उसले बिचबिचमा हाम्रो मन चेक गर्न आउँछ। त्यसले त्यो आत्माले बिचबिचमा आउँछ। किन परमेश्वरले भन्नुभएको छ आउनेवाला छ, तर तिमी सचेत रहौ, तिम्रो विश्वासको जाँच गर्न आउनेवाला छ, तर तिमी सधैँ जागा रहौ, तिम्रो विश्वास जाँच गर्न आउनेवाला छ, सधैँ धन्यवाद गरेर मसँग अन्य भाषा गरिराख भन्नुभएको छ।